वास्तवमा हामीसँग चाहिँ 18 गतेदेखि 20-21 18, 19, 20, 21 सम्मको चाहिँ सदन कसरी चलाउने भन्ने विषयमा छलफल भएको। त्यसमा प्रतिपक्षको तर्फबाट मैले चाहिँ राजनीतिक दल सम्बन्धी विधेयक चाहिँ अलिकति यो विवादमा जोडिएको हुनाले यो विषय चाहिँ अलिकति अहिले नल्याउँ भन्ने सन्दर्भमा 27 गते सार्ने भन्ने चाहिँ हाम्रो सहमति भएको छ। र अरु विषयमा चाहिँ अहिले हामीले प्रतिपक्षको ठाउँबाट हेर्दाखेरि यो हामीले उठाएको विषय संसदीय छानबिन समिति गृहमन्त्रीको विषयमा छलफल नभएसम्म हामीले सदन चाहिँ कसरी लैजाने भन्ने विषयमा भोलि हामी पदाधिकारी बैठक बसेर यो विषयमा कसरी लैजाने भन्ने हामी छलफल गर्छौं। त्यसपछि मात्रै हामी आफ्नो कुराहरू सदनमा के कसरी राख्ने भन्ने कुरा निष्कर्षमा पुग्छौं भन्ने कुरा राखेको छु। अब प्रहरी महानिरीक्षकज्यूले जुन भन्नु भए पनि हामीसँग जुन हामी भोलि चाहिँ पदाधिकारी बैठक बस्छौं, कांग्रेसले कुन पोजिसन लिने, हामीले चाहिँ संसदीय सुनवाई छानबिन समिति गठन गर्ने कि नगर्ने भन्ने विषयमा गरेर सदन चलाउने कि नचलाउने भन्ने विषयमा भोलि हामी छलफल गर्छौं। अहिले नै प्रमाण पुग्यो पुगेन भन्ने कुरा जस्तै अब अदालतले गर्ने कुरा चाहिँ हामी कुनै निकायले गर्नु हुँदैन पक्षमा कांग्रेस जान्छ। कार्यतालिका अनुसार हाम्रो चाहिँ संघीय संसदलाई अगाडि बढाइरहेका छौं। त्यस अन्तर्गत प्रतिनिधि सभामा हामी 15-15 दिनको कार्यतालिका बनाइरहेका छौं। त्यो कार्यतालिकाको प्रस्ताव चाहिँ हामी कार्यव्यवस्था समितिको बैठक बसेर पारित गर्छौं। त्यो भन्दा अगाडिपट्टि अलिकति चाहिँ होमवर्क गरेर गृह कार्य गरेर त्यो प्रस्ताव लैजाने बारेमा हाम्रो कुराकानी भयो। अब भोलि कार्यव्यवस्थाको बैठक बस्ने सभा 10 बजे कार्यव्यवस्थाको बैठक बस्ने छ। त्यसैको प्रस्तावको रूपमा सम्मानीज्यूले चाहिँ बोलाउनु भयो। त्यो प्रस्ताव तयार गरेर लैजाने भन्ने कुराकानी भयो। के छ त्यो प्रस्ताव? अब खास गरेर कार्यतालिकासँग सम्बन्धित विषयवस्तुहरू छन्। त्यो बारेमा कुराकानी गर्दा हाम्रो चाहिँ समितिहरूका बैठक को हामीले मिति नै तोकेर जाँदाखेरिमा यो समितिको बैठक भन्ने जाँदा सहिलो हुन्छ भन्ने सुझाव दिएका छौं। सायद भोलि त्यो बारेमा पनि कार्यव्यवस्थामा प्रस्ताव आउँछ होला। यसका साथसाथै हाम्रा चाहिँ समितिबाट पास भएका जति पनि विधेयकहरू छन् त्यसलाई पनि अलि छिटो चाहिँ पारित गर्नको लागि चाहिँ लैजाउँ। त्यसलाई खास गरेर समितिबाट पारित भएर आएका, राष्ट्रिय सभाबाट पनि पारित भएर आएका विधेयकहरू पनि छन्, त्यसलाई अलि चाहिँ अगाडि राखेर जाउँ भन्ने बारेमा कुराकानी भयो। त्यो सबै प्रस्तावहरू तयार भएका छन्। भोलि कार्यव्यवस्था समितिको बैठक बसिसकेपछि त्यो अनुसार हामी जान्छौँ। अब हामीले यो चैत महिनासम्मको चाहिँ कार्यतालिकाको प्रस्ताव को चाहिँ गृह कार्य गरेका छौँ। त्यसो हुँदाखेरि यो 4 दिन अब बस्ने 4 दिनमा केही महत्त्वपूर्ण विधेयकहरूमा छलफल चलाउने, समितिमा पठाउने, समितिबाट आएका प्रतिवेदनसित आएका विधेयकहरूलाई कानुन निर्माणको तहबाट अगाडि बढाउने सैद्धान्तिक रूपमा यो सहमति भएको छ। मेरो विचार यही हिसाबले भोलिको हाउस अगाडि बढ्छ। जुन ढङ्गले अहिले संसदका बैठकहरूमा हामीले कार्यसूचीमा सम्भावित कार्यसूचीमा राखेका विषयवस्तु छ त्यसलाई अवरोध सिर्जना नहुने गरी अगाडि बढ्न सक्यो भने हामीले बनाएको कार्यतालिका पनि प्रभावकारी ढङ्गबाट अगाडि बढ्छ। सरकारलाई थप बिजनेस संस्था दिनुपर्छ भन्ने उसलाई पनि दबाब सिर्जना हुन्छ र हामीले पनि काम पाउँछौँ भन्ने कुरा चाहिँ छलफलको क्रममा पनि भएको छ। त्यसो हुँदाखेरि यो पाटोमा पनि प्रमुख प्रतिपक्षले पनि सहजताका साथ यो विषयलाई ग्रहण गर्नुपर्ने हुन्छ। सरकारले पनि हाउसलाई दिनुपर्ने बिजनेसमा कन्जुसाइ गर्नु हुँदैन। यो हाउसलाई प्रभावकारी बनाउन चाहन्छौँ कि चाहँदैनौँ? मेरो विचारमा हामी चाहन्छौँ। यति ज्वलन्त विषयहरू छन्, संविधान कानुनसँग जोडेका इतना धेरै कानुनहरू निर्माण गर्नुपर्ने अवस्था छ। यसलाई हामी महत्त्व दिन चाहन्छौँ भने संसदमा यी विषयवस्तुहरूमा अवरोध गर्न हुँदैन। प्रमुख प्रतिपक्षले जुन गम्भीरताका साथ विषयवस्तु उठाएको छ त्यसलाई हामी नजरअन्दाज गर्दैनौँ। तर यसको अर्थ के हो भने कतिपय विषयहरूलाई उहाँहरूले पनि रिथिङ्क गर्नुपर्छ। आफ्नो विषयमा उहाँको विषयमा उठेको प्रश्नको जवाफ त उहाँले दिन पाउनु पर्यो। तर त्यो अवस्था रहेको छैन। हामी यद्यपि कुनै पनि बेला प्रमुख प्रतिपक्षले चाहेको बेलामा हामी जवाफ दिन तयार छौँ। त्यसरी जाँदाखेरि आजको बैठकबाट पनि हेर्दाखेरि के लाग्छ भने उहाँहरू संसदै अवरुद्ध गर्ने, समिति नै नभएसम्म केही पनि हुँदैन भन्ने लाइनमा हुनुहुन्न भन्ने मेरो बुझाइ छ। अब त्यो आज अहिले बैठक बस्दाखेरि त्यहाँतिर गएको छ, सदन अगाडि जान्छ। तर उहाँहरूको फेरि माग आइसके पछाडि एउटा लोकतान्त्रिक विधि पद्धतिमा हाम्रो जुन संसदीय प्रणाली छ त्यसमा प्रमुख प्रतिपक्षले उठाएका कुरालाई अनदेखा गर्ने भन्ने कुरा हुँदैन। त्यसलाई स्पष्ट पार्ने हाम्रो जिम्मेवारी हो, सरकारको पनि जिम्मेवारी हो, पार्टीको हिसाबमा हाम्रो पनि जिम्मेवारी हो। हामी त्यो गर्छौँ।